आजको दिन जाडोले खासै बाहिर निस्किन सक्ने अवस्था त थिएन कि, तर पनि हामी आमा छोरा चाहिँ जबरजस्ती बाहिर निस्किरहेछौँ। हामी आमा छोरा मिलेर कहाँ जाँदैछौँ त्यो थाहा पाउनको लागि चाहिँ हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। सो हेलो साथीहरू, नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। वेलकम छ तपाईँहरूलाई मेरो सानो मिनी ब्लगमा। छोरा स्कुलबाट आइसकेपछि हामी लाग्यौँ बजारतिर। बजारमा चाहिँ थोरै मेरो काम पनि थियो अनि बाबुको कपाल काट्न पनि थियो। आज चाहिँ शुक्रबार नि त, शुक्रबार कपाल काट्नको लागि राम्रो दिन। बिचरा मेरो छोरा चाहिँ बिहान 8 बजेदेखि स्कुल गएको, अघि भर्खर 5 बजे चाहिँ आइपुगेको थियो। गर्मीले लालाकलुलुक भएर त्यही पनि एकछिन फ्रेस गराएर चिसो पानीहरू जुसहरू खान दिएर चाहिँ म लागेँ बजार गइसकेपछि चाहिँ हामीले छोराको कपाल सपाल काट्यौँ। अरू बेला चाहिँ कहिले पनि यसरी काटेको थिएन कि, अलि लामै छोड्ने गरेको थिएँ। यसपालि चाहिँ गर्मी पनि धेरै छ, मलाई पनि यति छोटो बनाइदिन मन लाग्यो। कपाल काटिसकेपछि चाहिँ हामी लाग्यौँ फलफुल लिनतिर। फलफुल पनि सकिसकेको थियो नि त। अब भोलि पर्सि 2 दिन छुट्टी हुन्छ अनि बाबुले चाहिँ खान्छ नि त। अब यस्तो गर्मी छ, दिनै बजार पनि गइरहँदैन। त्यसपछि हामी गयौँ माटमा पनि घरको सामानहरू सकिएको थियो नि त, थोरै अनि बाबुको खाजाहरू पनि सकिएको थियो। त्यसैले मैले चाहिँ सामानहरू लिएँ अनि बाबुले चाहिँ मामु दोकानको खानेकुरा खाने भन्दै थियो। उसलाई कति दिनमा खान मन लाग्यो नि त। भिडियो बनाउन चाहिँ मलाई कस्तो अप्ठ्यारो लागिरहेको थियो नि त। अनि चिनेको मान्छेहरू पनि हुनुहुन्थ्यो, भिडभाड थियो एकदमै। अनि थोरै क्लिपहरू लिएँ मैले। त्यति राम्रो त छैन, त्यही पनि पोस्ट गरेँ। अनि माटको काम सकिसकेपछि चाहिँ हामी घर फर्किन लागेको थियौँ। फेरि मैले चाहिँ लड्डु लिन बिर्सेछु। भोलि मन्दिर जानु छ नि त आमा छोरा, त्यही भएर लड्डु ल्याउने भनेको, त्यो चाहिँ बिर्सेछौँ। अनि फेरि फर्केर लड्डु लिन लड्डु दोकान गयौँ। त्यस पछाडि हामी आमा छोरा घर आइसकेपछि चाहिँ मैले छोराले नुहाइदिएँ। उसको कपाल चाहिँ आज एकदमै धेरै छोटो बनाइदिएँ मैले, अरू बेला चाहिँ यसरी छोटो बनाएको थिएन। त्यसपछि म लागेँ नातिनीसँग खेल्नलाई। आजको दिनको अन्त्य चाहिँ मेरो यसरी भयो। अब किचनतिर लाग्छु। थ्याङ्क यू सो मच सबैजनालाई।